नमस्कार। मनोरञ्जन दुनियाँमा भइरहेका विभिन्न गतिविधि समाचार अनि त्यसको सही विश्लेषण सहितको यस कार्यक्रम पर्दामा यहाँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छौँ। यो एक हप्ताको बीचमा मनोरञ्जन दुनियाँमा के कस्ता गतिविधिहरूले चर्चा कमाए अनि के कस्ता घटनाक्रमहरू अगाडि बढिरहे त्यस सम्बन्धी सम्पूर्ण जानकारी अब प्रस्तुत गर्नेछौँ पर्दामा। नायिका रेखा थापाको यो हप्ता निकै चर्चा परिचर्चा चल्यो। उनी नायिका भएका कारण उनको चर्चा चल्नु स्वाभाविक हो, तर उनी नायिका भन्दा पनि नायिका पार्टीको कार्यकर्ता भएकोमा बढी चर्चा कमाइन्। अब रेखा राष्ट्रको गहना नायिका रेखा थापा भन्दा पनि एकीकृत नेकपा माओवादी पार्टीको कार्यकर्ता रेखा थापा भएकी छिन्। यो कुरा पछि अब लाग्यो यो हप्ताका प्रमुख प्रसङ्गतर्फ। पर्दामा आज प्रस्तुत गरिने प्रमुख प्रसङ्गहरू यस प्रकार छन्। चलचित्र पत्रकारिता दिवसमा चलचित्र पत्रकार रमाए। वार्षिक उत्सव सँगै 3 पत्रकार सम्मानित भए। ज्येष्ठको सुरुवातमै कार्तिकको निर्देशनमा कुमार छुट्दै भूपेन अब भ्रष्ट पुलिस अफिसरमा देखिँदै। सबै गुण बिर्सिएर हिँड्छिन् सुषमा, सुषमालाई छैन भरोसा कसैमा। आज कार्यक्रममा प्रस्तुत गरिने प्रमुख प्रसङ्गपछि कार्यक्रमको सुरुवातमै जोरौँ चलचित्र कलाकार सङ्घको प्रसङ्ग। चलचित्र पत्रकार सङ्घले ज्येष्ठ 7 गते आफ्नो 15औं वार्षिक उत्सव सम्पन्न गरेको छ। वार्षिक उत्सवसँगै चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार 2069बाट पत्रकार विजय रत्न तुलाधर, सन्दीप सापकोटा र सन्तोष रिमाललाई सम्मान पनि गरेको छ। साथै कार्यक्रममा चलचित्र पत्रकारिता पुरस्कार वर्ष 70बाट सम्मानित हुने पत्रकारको नाम पनि घोषणा गरिएको थियो। प्रस्तुत छ एक रिपोर्ट। सधैँ चलचित्र र चलचित्र कर्मीका कुरा लेख्ने अनि सधैँ चलचित्रका बारे बोल्ने चलचित्र पत्रकारहरूको संगठन चलचित्र पत्रकार सङ्घले ज्येष्ठ 7 गते आफ्नो 15औं वार्षिक उत्सव सम्पन्न गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व अनि सञ्चारकर्मीका माझ सङ्घले आफ्नो 15औं वार्षिक उत्सव सम्पन्न गरेको हो। वार्षिक उत्सवसँगै सङ्घले चलचित्र पत्रकारिता सम्मान 2069बाट विजय रत्न तुलाधरलाई सम्मान गरेको छ भने चलचित्र पत्रकारिता पुरस्कार 2069बाट चलचित्र पत्रकार सन्दीप सापकोटा तथा सन्तोष रिमाल सम्मानित भएका छन्। चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित विजय रत्न तुलाधरलाई ढाका टोपीका साथ दोसल्ला उडाई ताम्रपत्रद्वारा सम्मान गरियो भने चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित हुने सन्दीप सापकोटा र सन्तोष रिमाललाई जनही 15,555 रुपियाँ सहित ताम्रपत्रका साथ विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरियो। योभन्दा अगाडि यस्ता कार्यक्रमहरू हुँदा जहिले पनि म तल बसेर हेर्थेँ, साथीहरूले पुरस्कार सम्मान खाएको हेर्थेँ र मलाई त्यो बेला चाहिँ जहिले पनि मेरो पालो कहिले होला जस्तो लाग्थ्यो। आज मेरो पालो आयो। मेरो लगनशीलता, निरन्तरता र सङ्घप्रतिको क्रियाशीलतालाई मध्यनजर गर्दै वर्ष 2069को चलचित्र पत्रकारिता पुरस्कारबाट आज मलाई पुरस्कृत गर्नुभएको छ। यसको लागि म मौजुदा कार्य समितिका पदाधिकारीज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। निष्पक्षताका साथ र सङ्घको गरिमालाई बढाउने किसिमले अगाडि बढ्नेछु भन्ने यहाँ प्रतिबद्धता जाहेर गर्न चाहन्छु। भर्खर त्यो इन्टरमिडिएट जोइन गरे 18 वर्षको केटो आछ, यो कस्तो पत्रकार होला, यसले के पत्रकारिता गर्ला, कतिको बुझ्दा फिल्म भएर उहाँले कन्सल्ट गर्न भएको कि भन्ने त्यो अहिलेसम्म मैले सोधिरहेको छु। त्यसपछि अनि मैले गर्दै गएँ, अनि मैले लेख्न थालेँ, राजधानीमा लेख्न थालेँ। अनि मलाई यहाँ दाइले जहिले पनि इन्करेज गर्नुहुन्थ्यो, ल है रिमाल तिमी लेख्न चाहिँ नछोड भन्नुहुन्थ्यो। बिचमा टेलिभिजनतिर लागेँ, अनि सायद उहाँलाई डर होला टेलिभिजनको ग्ल्यामरमा यो हराउँछ कि भन्ने डर हुनुपर्छ उहाँलाई। अलिकति शब्द राम्रो मान्छे यो लेखोस् भन्ने उहाँको चाहना होला भन्ने मेरो बुझाइ। उहाँले तैँले लेख्नैपर्छ, ल रिमाल तिमी लेखन चाहिँ छोड्नु न, पत्रकारिताको आइडेन्टिटी भनेको चाहिँ लेख्ने हो भन्नुभयो। त्यो कुरो मलाई साह्रै घर पऱ्यो र मैले निरन्तर लेखिरहने अभ्यास गरेँ र अहिले लेखिरहने काममा छु। भनेपछि उहाँहरू जस्तो मान्छेहरू चाहिँ चलचित्र पत्रकारहरू अलिक पढे लेखेका हुन् र आएपछि पढौँ कि पढेर आउँ कि आएपछि पढौँ भन्ने उहाँहरूको होला सायद एक्सपेक्टेसन जस्तो लगाएर मैले पत्रकारिता मास्टर्स गरेँ, जम्मको गरेँ र अहिले अब पढाइ त्यति गरेर म काम गरिरहेको छु।
राष्ट्रिय चलचित्र नीति निर्माण समितिका संयोजक वरिष्ठ चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चलचित्रसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरूको समेत उपस्थिति थियो। जेठ 7लाई चलचित्र पत्रकारिता दिवस मनाउँदै आइएकोमा उक्त दिन वार्षिक उत्सवसँगै चलचित्र पत्रकारले केक पनि काटेका थिए। वरिष्ठ सञ्चारकर्मी भरत साक्यको अध्यक्षतामा 5 वर्ष अगाडि गठन भएको यस संस्थाले यहाँसम्म आइपुग्दा बोकेको इतिहासको समीक्षा पनि कार्यक्रममा गरिएको थियो। त्यस्तै कार्यक्रममा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार वर्ष 70बाट सम्मानित हुनेको नाम समेत घोषणा पनि गरियो। चलचित्र पत्रकारिता सम्मान वर्ष 70बाट पत्रकार अनन्त वाग्ले सम्मानित हुने भएका छन् भने चलचित्र पत्रकारिता पुरस्कार 2070बाट पत्रकार अशोक प्यासीराई तथा जैन सुब्बा मानन्धर सम्मानित हुने भएका छन्। आजको बैठकले 2070 सालको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार घोषणा गर्दैछु। त्यसको लागि म सबै अलि निर्णय बैठक र विषय र निर्णय सुनाउँछु। चलचित्र पत्रकार सङ्घको मिति 2070 साल जेठ 7 गते गौशाला स्थित होटल इन्द्रणी हिमालयमा सङ्घका अध्यक्ष विदुर गिरीको अध्यक्षतामा बसेको बैठकको उपस्थिति र निर्णयहरू उपस्थितिहरू देखिहाल्नुभयो। छलफलका विषय चलचित्र पत्रकारिता सम्मान र पुरस्कार 2070 बारे निर्णयहरू। चलचित्र पत्रकार अनन्त वाग्लेलाई समर्पण गर्ने निर्णय गरिएको छ। त्यसै गरी चलचित्र पत्रकारिता पुरस्कार 2070 चलचित्र पत्रकार अशोक प्यासी राईलाई प्रदान गर्ने निर्णय गरिएको छ। त्यसै गरी चलचित्र पत्रकारिता पुरस्कार 2070 प्रदान गर्ने निर्णय गरिएको छ। जैन सुब्बा मानन्दरलाई। तीनैजना कलमजीवीहरू र स्रष्टा पनि हुनुहुन्छ उहाँहरूमध्ये, सबैलाई म व्यक्तिगत रूपमा चिन्छु। उहाँहरू सबैलाई मेरो शुभकामना र हार्दिक बधाई उहाँहरू सम्मानित हुनुभएकोमा। अब कार्तिकको कुरा गरौँ। लामो समयदेखि विभिन्न टेलिभिजनमा ग्राफिक्स डिजाइनर तथा एनिमेटर अनि थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक कुमार शाहले चलचित्र कार्तिक निर्देशन गर्ने भएका छन्। चलचित्र निर्देशनमा डेब्यू गर्न लागेका निर्देशक कुमार शाहले चलचित्रको अधिकांश छायाङ्कन चितवनको माडेमा हुने जानकारी गराएका छन्। चलचित्रको गत शुक्रबार शुभ साइत गरिएको छ। लामो समयदेखि केही नेपाली टेलिभिजनमा ग्राफिक डिजाइनर तथा एनिमेटरका र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक कुमार शाहले अब चलचित्र निर्देशनमा पनि डेब्यू गर्दैछन्। चलचित्र कार्तिक मार्फत कुमारले निर्देशनमा डेब्यू गर्ने भएका हुन्। गत शुक्रबार राजधानीको कमलादी स्थित गणेश स्थान मन्दिरमा चलचित्रको शुभ साइत गर्दै कुमारले कार्तिकले नेपाली दर्शकका लागि एक्सनमा नयाँ स्वाद दिने बताएका छन्। साथै चलचित्र एक्सन प्रधान रहने उनको भनाइ छ। अहिलेको बेलामा जुन किसिमको एब्स्ट्र्याक्ट स्टोरिजहरू, एब्स्ट्र्याक्ट नयाँ धार मूलधार भनेर भनिरहेछ नि, यसबाट म बिल्कुलै पर रहेर एउटा सम्पूर्ण रूपमा मनोरञ्जनात्मक चलचित्र जो चाहिँ सम्पूर्ण परिवार गएर हलमा आरामले बसेर 2-2.5 घन्टा मात्र मजा लिनेको हिसाबले हेर्न सकोस् हो त्यो किसिमको फिल्म गर्दैछु। त्यही भएर पनि मलाई पूर्ण विश्वास छ। कार्तिक फिल्मको नाम राख्नुमा पनि एउटा राम्रो प्रसङ्ग छ। कस्तो भने हाम्रो फिल्म जब हामीले लेखेर भ्यायौँ, हामी टिममा बसेर डिस्कसन भयो, त्यसपछि हामीले नाम के राख्ने भनेर लग्लो हामी 1.5 वर्ष अन्यलमा बस्यौँ। पछि क्यारेक्टराइजेसनको बारेमा सोच्दै जाँदाखेरि के भयो भने कुमार कार्तिकेयको नाम अगाडि आयो। कार्तिकेय भनेको चाहिँ उहाँ वीर सेनापति हुनुहुन्थ्यो, भगवानहरूको सेनापति हुनुहुन्थ्यो, एक वीर योद्धा हुनुहुन्थ्यो। अनि वाइ नट त्यसलाई जोडेर राखौँ, अलिकति डिफ्रेन्ट। अहिले कस्तो छ भने नेपाली फिल्महरूमा पनि नाम एकदमै युनिक किसिमको राख्ने उस छ, तर हामीले चाहिँ एकदमै फिल्मको सब्जेक्टलाई पनि सोचेर एन्ड देन त्यो क्यारेक्टर पनि हाइलाइट होस् भन्ने हिसाबले चाहिँ कार्तिक भन्ने नाम राखिएको। म्युजिक भिडियो सम्पादन तथा निर्देशनबाट चलचित्रमा पाइला टेक्न थालेका कुमारसँग म्युजिक भिडियो पुगेर अब चलचित्रमा आउनु भएको हो भनी सोद्धा उनको जवाफ यस्तो थियो। मेरो हिसाबमा चाहिँ प्रत्येक म्युजिक भिडियो डिरेक्टरहरूको एक न एक दिन इन्टेन्सन चाहिँ
मुभी नै गर्ने पनि हुनसक्छ। त्यो मेरो आफ्नो हिसाबमा मैले आफ्नो थिङ्किङ भनेको मेरो पनि एउटा इन्टेन्सन चाहिँ थियो म एक दिन मुभी गर्छु भनेर। तर यसको मतलब यो होइन कि मैले म्युजिक भिडियो नपाएर चाहिँ फिल्ममा जम्प गरेको, त्यो चाहिँ होइन। यदि यो फिल्म मैले सोचेको जस्तो सोचेको अनुपातमा राम्रो हुन्छ भने भोलिको दिनमा के हुन्छ त्यो आफ्नो ठाउँमा छ होइन। तर त्यसबाहेक पनि कस्तो हो नि, मेरो काम हो, सबैतिर काम हो, म्युजिक भिडियो पनि एउटा काम नै हो। म कामलाई साह्रै माया गर्ने मान्छे, कामलाई पूजा गर्ने मान्छे। त्यही भएर म काम जस्तो पनि जस्तै म एडिट पनि गर्छु, ग्राफिक्स पनि गर्छु होइन। तपाईँको यसको मतलब यो होइन कि मैले एउटै मात्र विधालाई कन्टिन्यू गर्नुपर्छ परिरहेको छ भन्ने पनि त होइन नि। धेरै म्युजिक भिडियो निर्देशकले चलचित्र निर्देशन त गरेका छन्, तर उनीहरूको चलचित्रमा निरन्तरता अहिलेसम्म देखिएको छ। त्यही भिडमा आफ्नो महत्त्वाकांक्षी चलचित्र कार्तिक लिएर कुमार चलचित्र क्षेत्रमा जम्ने प्रयासमा छन्। के उनको निरन्तरता चलचित्रमा रहनेछ कि उनी पनि अरू निर्देशक चाहिँ फेरि म्युजिक भिडियो निर्देशनमै फर्किनेछन्, त्यो भोलिका दिनले बताउला। तर कार्तिक राम्रो बन्नेमा उनको आत्मविश्वास भने बलियो नै देखिन्छ। मैले एक्सपेक्टेसन त ठुलै लिएको छु, त्यो आफ्नो ठाउँमा छ। तर कस्तो भने एक्सपेक्टेसन लिनु र काम गराइमा फरक कुरा हुन्छन्। अब म काम मेरो 100 के म 200% गर्छु, मलाई त्यसमा पूर्ण विश्वास छ। म मेरो काम 200% गरिसकेपछि मैले एक हिसाबको जुन लेभलमा मेहनत गर्छु त्यो मेहनतलाई भोलिको दिनमा नेपाली दर्शकले मन पराइदिन्छन् भन्ने मैले पूर्ण आशा लिएको पनि छु। चलचित्रको अधिकांश छायाङ्कन चितवनको माडीमा गरिने भएको छ। चलचित्रमा शिवकुमार श्रेष्ठको लगानी रहनेछ र शिव पनि चलचित्र क्षेत्रका लागि नयाँ नै हुन्। शिव मात्र होइन, चलचित्रका मुख्य सहायक निर्देशक मधुसूदन नेहुरे पनि चलचित्रका लागि नयाँ नै हुन्। रामेश्वर कार्कीको छायाङ्कन रहने चलचित्र कार्तिकमा कलिप्रसाद बास्कोटाको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द्व, सृजन बरालको नृत्य रहनेछ। चलचित्रमा पहिलो पटक लगानी गर्न लागेका निर्माता शिवकुमारलाई हामीले चलचित्र बजार ओह्रालो लागिरहेको बेलामा तपाईँ किन चलचित्रमा लगानी गर्न आउनुभयो भनी सोद्धा उनको जवाफ यस्तो थियो। लगानी भनेको कहीँ पनि सेक्योर छैन, अब त्यसलाई आफूले सेक्योर बनाउने हो होइन। आफूले सेक्योर बनाउने लगानी कहीँ पनि कुनै पनि ठाउँमा 100% सेक्योर भन्ने चाहिँ हुँदैन। अब बिजनेसमा कुनै पनि ठाउँमा अरूको के कस्तो हुन्छ हामीबाट हामीलाई पक्कै पनि दर्शकहरूले निराश गर्दैन भने हामी आसमा छौँ। हाम्रो मुभी हामीले अब नयाँ तरिकाले जस्तो एउटा एक्सनमै नयाँ प्रविधिहरू युज गर्ने हो कि भन्ने सोच बनाइरहेको छौँ। अलिअलि नयाँ तरिका एनिमेसनहरू पनि खेलाएर यस हामी राम्रो मुभी बनाउने एउटा सोचमा छौँ। दक्षिण भारतीय शैलीबाट प्रस्तुत गर्न लागि कार्तिकका मुख्य पात्र नायक भूपेन चन्द हुन्, जो भ्रष्ट पुलिस अफिसरको रूपमा देखिँदैछन्। चलचित्र राम्रो बनेमा भूपेनका लागि यो चलचित्र अर्को कोसे ढुङ्गा साबित हुनेछ। अहिलेसम्म लभर बय तथा प्रेम कथामा आधारित चलचित्रमा मात्र अभिनय गरेका भूपेन कार्तिक मार्फत पहिलो पटक फुल फेज एक्सनमा देखिँदैछन्। आइ एम फिलिङ भेरी गुड, किनभने अहिलेसम्म मैले जति पनि मुभीहरू गरेँ भन्छ नि एक्टिङमा दे आर 9 इमोसन्स नवरस। यो चाहिँ एक्सन जनरको भएर आई हेभ नेभर डन एक्सन मुभिज अहिलेसम्म। अब फिल्ममा हल्का त गरेको छु, तर यो त टोटली आउट एन्ड आउट एक्सन मुभी हो। सो त्यो एक्सन मुभी गर्न पाएकोमा आइ एम फिलिङ भेरी गुड, एकदम खुसी लाग्यो। हाम्रो कुमारजीले फोन गर्नुभएको थियो मलाई, त्यही मेरो काम उहाँले फेरि कहाँ के देख्नु भएको थियो अरे, अनि यसमा चाहिँ तपाईँ नै हुनुपर्छ भनेर हि कल्ड मी। कार्तिक इट्स अ सस्पेन्स प्लस रिभेन्ज स्टोरी हो। इट्स अ करप्ट कप, एकदम घुसखोर पुलिस अफिसर हो। सिल्फ फिल्मको ब्यानरमा निर्माण हुन लागेको कार्तिकमा 50 लाख लगानी रहनेछ। त्यस्तै चलचित्रमा नायक भूपेनका अलावा अनु शाह, आकाश मगर, उमेश खड्का, राजकुमार उप्रेती, मीन घरानको मुख्य भूमिका रहनेछ। नायक अर्जुन कार्की र नायिका निशा अधिकारीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। नायक अर्जुनले सगरमाथामा पाइला टेकेको एक दिनपछि नै नायिका निशाले पनि सगरमाथाको चुचुरोमा पुगेकी हुन्। अहिले दुवैजना काठमाडौँ फर्किसकेका छन्। नायक अर्जुन कार्की र नायिका निशा अधिकारीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। नेपाली चलचित्र र नेपाली चलचित्र क्षेत्रलाई चिनाउने उद्देश्यका साथ नेपाली कलाकारप्रति विश्वको ध्यान आकर्षण गराउन अर्जुन र निशाले सगरमाथा चढेका हुन्। नायक अर्जुन कार्कीले सगरमाथाको सफल आरोहण गरेको एक दिनपछि नै निशाले पनि सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्।
अर्जुनले गत सोमबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकी मङ्गलबार काठमाडौँ फर्किए भने निशाले मङ्गलबार सगरमाथाको सफल आरोहण गरी शुक्रबार बिहान काठमाडौँ फर्किएकी हुन्। रोयल्टीका कारण विवाद निम्तिएपछि अर्जुन र निशा आरोहीका रूपमा नभई सहयोगीका रूपमा सगरमाथामा पाइला टेकेका थिए। रङ्ग पत्रकार डब्बु छेत्रीले चलचित्र निर्देशन गर्ने घोषणा गरेको एक हप्तापछि नै फेरि अर्का रङ्ग पत्रकार सुब्रोत आचार्यले पनि चलचित्र निर्देशन गर्न लागेको औपचारिक रूपमै घोषणा गरेका छन्। गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सुब्रोतले चलचित्र अर्धकट्टीको निर्देशन गर्न लागेको जानकारी गराइएको हो। चलचित्रलाई प्रदीप कुमार उदयले निर्माण गर्ने भएका छन्। रङ्ग पत्रकार सुब्रोत आचार्यले पनि चलचित्र निर्देशन गर्ने भएका छन्। लामो समयदेखि कान्तिपुर पब्लिकेसनको साप्ताहिकसँग आबद्ध भएका पत्रकार सुब्रोत आचार्यले चलचित्र अर्धकट्टी मार्फत चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन्। चलचित्र पत्रकारिता गरिरहँदा उनको अनुभवकै कारण चलचित्र निर्देशन गर्न लागेका सुब्रोतलाई निर्माता तथा वितरक प्रदीप कुमार उदयले निर्देशक बनाउन लागेका हुन्। प्रदीप कुमार उदयको लगानीमा निर्माण हुन लागेको चलचित्र अर्धकट्टीको श्रावणको दोस्रो साताबाट छायाङ्कन सुरु गरिने भएको छ। प्रदीपले गत बुधबार आफ्नो 47औं जन्मदिनको अवसर पारेर चलचित्र अर्धकट्टीको निर्माण गर्ने औपचारिक घोषणा गरेका हुन्। गत शनिबार सम्पन्न विज्ञापन एजेन्सी र कलाकार बीचको मैत्रीपूर्ण फुटबल म्याचपछि कलाकार र विज्ञापन एजेन्सीका पदाधिकारीहरूले गत आइतबार बागमती सरसफाई कार्यक्रम पनि सम्पन्न गरेका छन्। गुहेश्वरीमा आयोजना गरिएको उक्त सरसफाई कार्यक्रममा मन्त्री परिषदका अध्यक्ष खिलाराज रेग्मी, त्यस्तै शहरी विकास मन्त्री छविराज पन्त र सरकारका मुख्य सचिव लीलामणि पौडेलको पनि उपस्थिति रहेको थियो। प्रस्तुत छ एक रिपोर्ट। चलचित्र कलाकार संघले अहिले विभिन्न काममा आफ्नो सक्रिय सहभागिता जनाउन थालेको छ। गत शनिबार नेपाल विज्ञापन एजेन्सीसँग मैत्रीपूर्ण फुटबल म्याच खेलेको कलाकार संघले आइतबार आनसँग मिलेर बागमती सरसफाई कार्यक्रम पनि सम्पन्न गरेको हो। काठमाडौँको गुहेश्वरी स्थित आयोजना गरिएको बागमती नदी सरसफाई कार्यक्रममा देशका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो। सरसफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी लगायतका विभिन्न सामाजिक सङ्घ संस्थाले कलाकारलाई सहयोग गरेका थिए। सरसफाई कार्यक्रममा नायक राय समाल, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, आनका अध्यक्ष राजकुमार भट्टराई लगायत पूर्व मिस नेपाल उषा खड्की, कलाकार पूजना स्त्री, सौजन्य सुब्बा, बद्री पङ्गिने, दीपकराज गिरी, दिपाश्री निरौला लगायतका सबै कलाकारले बागमती भित्रै पसेर बागमती सफा गरेका थिए। बागमती सरसफाई कार्यक्रममा कलाकार मात्र होइनन्, मन्त्री परिषदका अध्यक्ष खिलाराज रेग्मी, शहरी विकास मन्त्री छविराज पन्त तथा सरकारका मुख्य सचिव लीलामणि पौडेलको समेत उपस्थिति रहेको थियो। बागमती नदीलाई स्वच्छ र सफा राख्ने उद्देश्यले राजधानीको गुहेश्वरीमा आयोजना गरिएको बागमती नदी सरसफाई अभियानका क्रममा आयोजित विशेष कार्यक्रममा अध्यक्ष रेग्मीले धार्मिक, सांस्कृतिक एवं पौराणिक महत्त्वको बागमतीको प्रदूषण रोक्न जरुरी भइसकेको बताए। उनले बढ्दो शहरीकरणले बागमती नदी प्रदूषित बन्दै गएको उल्लेख गर्दै वातावरण सन्तुलन कायम गर्न समेत सफाई अभियानलाई जीवनशैली बनाउनु पर्नेमा जोड दिए। धेरै हदसम्म यस्तो प्रदूषणलाई निवारण गर्न सक्छौँ। राजधानीमा अवस्थित बागमती नदीको प्राकृतिक, पौराणिक, सांस्कृतिक महत्त्वका साथै धार्मिक महत्त्व पनि रहेकोले, मानिसको आस्थाको आधार भएकोले यसको संरक्षणमा बढी जागरुक हुनु जरुरी छ। मन्त्री परिषदका अध्यक्ष रेग्मीले मानिसले ऊर्जा लगायत विभिन्न आधारभूत आवश्यकता प्रकृतिबाट नै प्राप्त गर्ने भएकाले नेपाल सरकार बागमती नदीको संरक्षणका लागि साथ दिन तयार रहेको समेत बताए। सुषमाको सफलताको पछाडि धेरैको हात रहे पनि सुषमाले आफ्नो करियरमा कसैले सहयोग नगरेको बताएकी छिन्। शुक्रबार कार्यक्रम गुड मर्निङ माउन्टेनमा हामीसँगको कुराकानीमा सुषमाले यस्तो बताएकी हुन्। अब हामी तपाईलाई देखाउँदैछौँ सुषमाले गुड मर्निङ माउन्टेनमा हामीसँग कुराकानीमा बोलेका केही झलकहरू। नायिका सुषमा कार्की जहिले पनि विभिन्न बहानामा चर्चामा आइरहने नायिका हुन्। कहिले आइटम गीतमा नाचेकै भरमा उनको चर्चा हुने गर्छ भने कहिले बोयफ्रेन्डलाई सुटिङ स्पटमा लैजाँदा चलचित्रबाट नै आउट हुँदा पनि उनको चर्चा चलिरहन्छ। त्यसो त सुषमा कहिले मदिरा सेवन गरेर सुटिङ स्पटमा नगएकी पनि होइनन्, तर जे होस् सुषमाले जे हरकत गरे पनि त्यसको चर्चा चाहिँ पक्कै हुन्छ।
सुषमा कहिलेकाहीँ चलचित्रमा आफ्नो ट्याटू सहित शरीर पुरै एक्सपोज गरेर चर्चामा आउँछिन् त कहिले बोयफ्रेन्ड बनाउने अनि ब्रेकअप दिने कारणले पनि उनको चर्चा हुने गर्छ। चर्चासँगै सुषमाले सफलता पनि हात पार्दै गएकी छिन्। उनलाई यहाँसम्म ल्याइ पुर्याउन उनको आफ्नो मेहनत त पक्कै छँदैछ, त्यस सँगसँगै केही अरू व्यक्तिको पनि हात उत्तिकै छ। तर आज आएर सुषमाले यो क्षेत्रमा आफूलाई कसैले साथ नदिएको र साथ कसैको नभएको बताएकी छिन्। कार्यक्रम गुड मर्निङ माउन्टेनमा शुक्रबार हामीसँग कुराकानीमा सुषमाले यस्तो बताए। मलाई धमाधम फिल्मको अफर आइरहेछ। म अहिले जे छु म आफ्नै उसमा छु। मलाई कसैले बनाएको पनि होइन, म कसैको द्वारा म बनेको पनि होइन कि त्यस्तो गरेर लेख्नु भएको छ त्यो पेपर। अहिलेसम्म म भनेपछि इन्डस्ट्रीमा जे जति कर्म यहाँले गर्नु भएको छ त्यो सबै आफ्नै तरिकाले यहाँ हुर्किनु भएको छ, आफ्नै तरिकाले तपाईँको चाहिँ करियर बिल्डअप हुँदैछ नि होइन। कतिपय जर्नलिस्टहरू मेरो सबै क्लोज फ्रेन्डहरू साथीहरू छ होइन, मलाई मन पनि पर्छ। तर मलाई एउटा चाहिँ उहाँको नाम पनि खै के भन्थ्यो होइन, मलाई चित्तै बुझेन। उहाँ चाहिँ मलाई त्यति अलिकति ऊ लागेन कि। अब अहिलेसम्मको जुन कुराकानीमा यहाँले भर्खर भन्नुभयो कि म आफै बनेको, डिरेक्टरहरू प्रड्युसरहरूले भन्दा पनि जस्ट आफ्नो जुन स्ट्रगल छ त्यो स्ट्रगलले मलाई यो हाइट दिएको हजुर भन्ने लाग्छ यहाँलाई? मैले आफैले मेहनत गरेको छु। मलाई त्यत्रो ज्वरो आएर त्यत्रो टाइफाइड हुँदाखेरि डाक्टरले काम नगर भन्दाखेरि पनि त्यत्रो मुडेमा यस्तो जाडोमा थर गरेर काम गरेको छ। त्यो मेरो मेहनत त हो नि होइन र। अब डिरेक्टरले अपर्च्युनिटी दिएर त त्यो मेहनत गर्न पाउनु भयो नि होइन र? डिरेक्टरले त के म त्यति तीन ज्वरो मलाई होइन कति टाइफाइड थियो, 3 पटक टाइफाइड भइसकेको मान्छे म होइन। डक्टरले अब नगर मेरो डन्डको हड्डी यस्तो स्लिप खाइसकेको मान्छे म होइन। डिरेक्टरले पनि त आर्टिस्टलाई माया गर्नु पर्यो नि। ल ठिक छ म सुटिङ अलिकति पछाडि सार्छु, एक दुई दिन अब के भन्छ होइन सुषमा म तिम्रो घरमै आउँछु, गाडी लिएर आउँछु, सिरक तकिया सबै तिमी सुती गरेर जानु भएको छ। डिरेक्टरले त माया गर्नु भएकै हो नि होइन र? तपाईँलाई अहिले 2 ज्वरो आएपछि तपाईँलाई सुटिङको लागि उता जानु पर्यो भने तपाईँ गर्न सक्नुहुन्छ। तपाईँको स्थिति नै छैन, तपाईँले केही खानु पनि पर्यो, उसिनेको आलु बाहेक केही पनि खानुहुन्न रे भनेपछि एकदमै कडा परिश्रमले आयो सुषमा कार्कीलाई जोस माथि पुर्याउँदैछ। जोस कडाको भएर त अहिले माथि सुनि होइन र? जर्नलिस्टहरूले नै यहाँसम्म पुर्याएको होइन सुषमा कार्कीलाई? हो, तर म तपाईँलाई एउटा पेपर दिन्छु होइन। त्यो पेपर मैले अहिलेसम्म राखिरहेको छु होइन। म अहिलेसम्म झापा गएको थिएन होइन। झापाको केटासँग बिहा भयो मेरो। म मिडिया फिल्डमा आउनुको लागि लाइक यस्तो डाइरेक्टरसँग लभ गर्यो, त्यो हिरोइन बन्नको लागि। कुन डाइरेक्टरको नाम आएको छ त्यहाँ? त्यो सुदर्शन थापाको नाम आएको थियो होइन। किनकि मलाई त्यस्तो हुन्छ छैन, मेरो आफ्नै उहरू फिल्म बनाउने, मलाई धमाधम फिल्मको अफर आइरहेछ। सुषमाले सायद बिर्सेछन् क्यारे उनलाई कसैले चलचित्रमा नलिँदा उनलाई साथ दिएका थिए निर्देशक सुदर्शन थापाले। मेरो एउटा साथी छमा एउटा सानो भूमिकामा ब्रेक दिएका सुदर्शनले पछि हिरोइनकै रूपमा के यो माया होमा अभिनय गराए सुषमालाई। सबै कुरा सुषमाले आज बिर्सिएछन् क्यारे। कुनै बेला सुषमाको बोयफ्रेन्डका रूपमा चिनिने निर्देशक सुदर्शनकै सहयोगले सुषमा चलचित्रको पर्दामा देखिन पाइन्। त्यस्तै चलचित्र लुटको आइटम सङ्ग उध्रेको चोलीले उनलाई हात्ते माथि ल्याइदियो, तर उनले आज त्यो पनि बिर्सिएकी छन्। त्यो लुट टिमलाई अझै हेर्न बाँकी छ। सुषमाले भविष्यमा कोलाई बिर्सने। यी विभिन्न जानकारीको साथसाथ कार्यक्रम यो पर्दाको निर्धारित समय सकिसकेको छ र कार्यक्रम यो पर्दाबाट मैले पनि बिदा माग्नु पर्ने बेला भएको छ। कार्यक्रमप्रति तपाईँको कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया छ भने त्यसको लागि तपाईँले हामीलाई फिडब्याक सेन्ड गर्न सक्नुहुनेछ। फिडब्याकको लागि हाम्रो इमेल एड्रेस रहेको छ eparda@mountaintelevision.com.np eparda@mountaintelevision.com.np मा तपाईँले हामीलाई फिडब्याक सेन्ड गर्न सक्नुहुनेछ। यतिन्जेल हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई भेट्न अरू कार्यक्रमहरूमा उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि म प्रस्तुता किरणलाई पनि बिदा दिनुहोस्। हस्त नमस्कार।